स्वस्थ जीवनको लागि सहरमा बसेर हुन्न, गाउँ फर्कनुहोस्। यहाँ अर्ग्यानिक खानेकुराहरू खान पाइन्छ, अर्ग्यानिक फलफुलहरू खान पाइन्छ, ताजा खान पाइन्छ। अब सहरमा नि यो चिज पाइन्छ, किन नपाइने भन्नुहुन्छ होला, तर त्यसो नभन्नु होला। किनभने सहरमा पुर्याउनको लागि, सहरमा चाहिँ टिकाउनको लागि, सहरसम्म पुर्याउनको लागि, टिकाउनको लागि चाहिँ विभिन्न किसिमको नबिग्रिने औषधिहरू प्रयोग गरेका हुन्छन्। त्यस कारणले गर्दाखेरि पाउन त्यो चिज सहरमा पाइन्छ, तर सहरमा पाउने चिज टिकाउनको लागि चाहिँ बिचौलियाहरूले कृषकसँग किनेर टिकाउनको लागि चाहिँ विभिन्न खाले औषधिहरू प्रयोग गरेर सहरमा लग्या हुन्छ। त्यस कारणले गर्दाखेरि स्वच्छ जीवन बाँच्ने हो। अब पैसा टन्न कमाइसक्यो, अब चाहिँ आनन्दले स्वच्छ सफा र आनन्दको जीवन बाँच्ने विचार छ भने चाहिँ तपाईहरू जो जति चाहिँ घर छोडेर, गाउँको जग्गा जमिन छोडेर, गाउँको सानो घर छोडेर सहरमा ठुलो महल बनाउनु भएको छ, सहरीय जीवन आहा भन्नु भएको छ भने त्यहाँको रात दिनको कोलाहल, रात दिनको चाहिँ धुवाँ धुलो कोलाहलबाट मुक्ति पाउनको लागि र लामो आयुको लागि पनि भन्छु म, आफ्नै गाउँ फर्कनुहोस्, अर्ग्यानिक कुरा खाउँ, आफैले उत्पादन गरौँ, उत्पादनमा लगानी गरौँ, स्वरोजगार बनाउँ, स्वरोजगार बन्नको लागि प्रेरित गरौँ अरू युवाहरूलाई। र सहरको भिडभाडमा होइन, गाउँको सुन्दर शान्त कञ्चन ठाउँहरूमा पुनः फर्केर पुनः गाउँलाई हराभरा बनाउँ। गाउँहरू शून्य हुन थालेका छन्, गाउँका घरहरू पुरै चाहिँ खाली सुनसान देखिन थालेका छन्। त्यस कारणले गर्दाखेरि म सम्पूर्ण जसको घर गाउँमा पनि घर छ र गाउँको घर ताला लागेको छ, आँगनभरि चाहिँ सिस्नो उम्रेको छ, झारपात उम्रेको छ, उहाँहरूलाई घर फर्केर घर स्याहार्नुहोस्। सहरमा कहिलेकाहीँ जानुहोस्, आराम गर्नुहोस्, रमाइलो गर्नुहोस्, फेरि पुनः फर्केर आफ्नो गाउँ फर्कनुहोस्। गाउँको जस्तो जीवन सहरको छैन र गाउँले जीवनलाई माया गरौँ, गाउँ फर्कौँ। हस्, धन्यवाद।